यो भिडियोमा कुन फलफुलबाट के फाइदा मिल्छ बताउँदै जानेछु। पुरै भिडियो हेर्नुहोस्। स्याउले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ, जसले मुटुको रोगको जोखिम कम गर्छ। सुन्तलामा रहेको साइट्रेटले किडनी स्टोन बन्ने सम्भावना घटाउँछ। खरबुजामा फाइबर हुन्छ, जसले पेट सफा राख्न र कब्जियत कम गर्न मद्दत गर्छ। यो फल धेरै मिठो र स्वास्थ्यको लागि राम्रो छ। यसमा धेरै मिठोपन हुन्छ। यसले तुरुन्तै ऊर्जा दिन्छ। तपाईलाई यो मन पर्छ। अंगुरमा भएका पोषक तत्त्वले आँखाको स्वास्थ्य सुधार गर्छ। पेटको जलन कम गर्छ। केराले पेटलाई शान्त राख्छ र एसिडिटी कम गर्न सहयोग गर्छ। यो छाला सुन्दर बनाउँछ। आरुमा भिटामिन सी र एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले छालालाई चम्किलो र स्वस्थ राख्न मद्दत गर्छन्। मेवाले शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। अनारले हिमोग्लोबिन बढाउन सहयोग गर्छ, त्यसैले कमजोरी र रक्त अल्पतामा फाइदाजनक हुन्छ। मधुमेह नियन्त्रण गर्न सहयोगी हुन्छ। नास्पातीमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ। भुइँकटारमा पानी धेरै हुन्छ, जसले गर्मीमा शरीरलाई ठन्डा राख्छ। निद्रा सुधार गर्न मद्दत गर्छ, किनभने किवीमा सेरोटोनिन र एन्टिअक्सिडेन्ट हुन्छ। यसले राम्रो निद्रा पाउन मद्दत गर्छ। अम्बामा एन्जाइम्स हुन्छन्, जसले खाना पचाउन मद्दत गर्छ र पेट सफा राख्छ। हजुरलाई यो भिडियो कस्तो लाग्यो? लाइक गरिदिनु होला। हजुरलाई सबैभन्दा मनपर्ने फलफुलको नाम कमेन्ट गर्नुहोला।